हेलो साथीहरू, नमस्कार। अनि हार्दिक स्वागत छ अनलाइन म्याथ सोल्युसन च्यानलमा। आजभोलि विद्यालयहरू ठप्प छन्। शैक्षिक आन्दोलन भन्दै शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। त्यसैले यो शैक्षिक सत्र सुरु भएको छैन, सुरु होला। तर आजभोलि विद्यार्थी भाइ बहिनीहरूले अनलाइन मिडियाको प्रयोग गरेर पनि सिक्न सक्नुहुन्छ र अभिभावकहरूसँग प्रत्येकसँग मोबाइल नहुने मान्छे कोही हुँदैन। त्यसैले विद्यार्थी भाइ बहिनीहरूलाई युट्युबको माध्यमबाट गणित, अङ्ग्रेजी अनि महत्त्वपूर्ण विषयहरू तपाईँ सिकाउन सक्नुहुन्छ। त्यसैमा मैले आज विद्यार्थी भाइ बहिनीहरूलाई कक्षा 1 देखि 4 सम्मका साना बालबालिकाहरूलाई मध्यनजर गरी सापट लिने घटाउ विद्यार्थी भाइ बहिनीले सधैँ अप्ठ्यारो मान्ने, हेर्दा अप्ठ्यारो मान्ने, गर्दा पनि अप्ठ्यारो मान्ने, कताबाट के गर्ने भन्ने कुरा विद्यार्थी भाइ बहिनीलाई अन्यलमा परेको हुन्छ साना बालबालिकाहरूलाई। त्यसैको मध्यनजर गरी मैले विद्यार्थी भाइ बहिनीहरूलाई सापट लिने घटाउ कसरी गर्न सकिन्छ, 2 अङ्कको घटाउ अनि त्यस्तै 3 अङ्कको 4 अङ्कको घटाउ कसरी गर्न सकिन्छ भन्ने मैले एउटा सानो भिडियो बनाएको छु। कृपया मन परे लाइक, सब्सक्राइब अनि सेयर र कमेन्ट गर्न नभुल्नु होला। तपाईको भिडियोको अगाडि बेल आइकनमा सब्सक्राइबर छ, सब्सक्राइब गर्न नभुल्नु होला। बाँकी अब हिसाबबाट है त। हेलो साथीहरू, अब बालबालिकालाई सापट लिने घटाउ पहिला चिन्ह लगाउनु पर्दछ। सापट लिने घटाउ र साधारण घटाउ बालबालिकाहरूले नचिन्न पनि सक्दछन्। अब ती बालबालिकाहरूलाई पहिला सोध्ने, यो एक स्थानको सङ्ख्या भन्दा र यो एक स्थानको सङ्ख्या र तल्लोटोको एक स्थानको सङ्ख्या हेर्न लगाउने। त्यसपछि यो माथिल्लोपट्टिको सङ्ख्या ठुलो छ कि तल्लोपट्टिको सङ्ख्या ठुलो छ भनेर भन्न लगाउने। त्यसपछि बालबालिकाहरूलाई यो सानो सङ्ख्याबाट ठुलो सङ्ख्या कसरी घट्न सक्छ भनेर विद्यार्थी भाइ बहिनीलाई सोच्न लगाउने। त्यसपछि विद्यार्थी भाइ बहिनीहरूलाई सापट नलिँदासम्म यो 4बाट 1 10 भन्न लगाउने र यो 10को स्थानमा छ र यो 1को स्थानमा छ भन्न लगाउने। त्यसपछि तल्लोटो पनि यो 1को स्थान र यो 10को स्थान, 1को स्थानबाट 1को स्थान घटाउन पर्दछ र 10को स्थानबाट 10को स्थान घटाउनु पर्दछ भन्ने विद्यार्थी भाइ बहिनीहरूलाई धारणा दिनुपर्दछ। त्यसपछि अब यो त 2 अङ्कको मात्रै भयो, 2 अङ्कको मात्रै भएपछि घटाउन हामीलाई सजिलो पर्दछ। तर हामी ख नम्बरमा यहाँ 4 नम्बर 4वटा सङ्ख्यावालाको घटाउ छ। विद्यार्थी भाइ बहिनीहरूलाई अब यो 10को स्थानबाट 1 10 लिएर यता हामी जोड्न लगाउँछौँ। जस्तै अब यो 2बाट 5 नघट्ने भएको हुँदा अथवा उल्टो घटाउ अथवा सापट लिने घटाउ भएकोले यो 4बाट यो भनेको 4वटा 10 नि, 1 10 4 10 हो। अब यो 10बाट यो 1 10 सापट लिँदा यहाँ हामीसँग 1 10 र 2 जोड्दा 12 हुन्छ भन्ने विद्यार्थी भाइहरूलाई धारणा दिनुपर्दछ। जस्तै 12 अब यहाँ माथि लेखिदिने र तल काट्दिने। त्यसपछि यो 4वटा 10 मध्येबाट एउटा 10 सापट जाँदा यहाँ चाहिँ कति बच्छ त? 3वटा 10 बच्छ। 3वटा 10 भनेको यहाँ 3 हो भनेर विद्यार्थी भाइ बहिनीलाई स्पष्ट बनाउने र तल्लो सङ्ख्या काट्दिने। त्यसपछि अब यो 12बाट 5 घटाउँदा 7 हुन्छ भन्ने विद्यार्थी भाइ बहिनीलाई विभिन्न सिन्का वा गोलाबाट पनि 12वटा गोला बनाएर 5वटा गोला घटाउँदा 7वटा गोला बच्छन् भनेर सिकाउन सकिन्छ। त्यस्तै अब दोस्रो अङ्कको 2 3बाट 2 घटाउँदा विद्यार्थी भाइहरूलाई 2 हुन्छ भन्ने थाहा भइहाल्दछन्।
अब हामी यो त भयो 2 अङ्कको घटाउ मात्रै, साबित लिने घटाउ मात्रै। अब त्यस्तै 4वटा अङ्कवालाको कसरी गर्ने सकिन्छ भन्दा हामी यसलाई तालिका गराएर पनि गर्न सक्दछौँ। अब हामी यो ख नम्बरको गराउँदा पहिला हामी तालिका बनाउने, जस्तै 5 2 3 4 लेख्ने, त्यसपछि तल 9 8 4 2 अनि त्यसपछि माइनस लेख्ने, यतातिर यस्तो सिधा धर्को हान्ने, त्यसपछि यसरी गराउने, यसलाई तालिका बनाउने पहिला, हेर्नुहोस् है। त्यसपछि यसरी गर्ने, यसलाई तालिका बनाइसकेपछि हामीलाई घटाउन सजिलो हुन्छ। यसलाई यस्तो बनाउने, त्यसपछि यसलाई यसो बनाउने, एउटा यो तालिका बन्छ। अब यो तालिकाबाट हामीले घटाउन सक्दछौँ। अब यहाँ पनि माथिको 2 अङ्कको जस्तै गरेर तल पनि प्रयोग गर्ने। अब यो 4बाट 9 त घट्दैन, त्यसपछि 4बाट 9 नघट्ने हुँदा हामीले घटाउनका लागि साबर त लिनुपर्ने होला। त्यसपछि साबर लिँदा यो 3बाट 1 साबर लिँदा यहाँ, और 1 10बाट 1 10 लिँदा यहाँ 1 10 र 4 जोड्दा 14 हुन्छ भन्ने विद्यार्थी भाइ बहिनीलाई धारणा दिने, र त्यसपछि यसलाई हामीले काट्दिने। त्यसपछि यो 3 10बाट 1 10 जाँदा यहाँ त 2 10 बच्यो अथवा 2 बच्यो। त्यसो भए यो 2बाट 8 त घट्दैन भने यो अगाडिको सङ्ख्याबाट साबर 1 साबर लिँदा यहाँ 12 बनाउने र यसलाई पनि काट्दिने। त्यसपछि अब यहाँ 2बाट 1 साबर यता दिँदा यहाँ त 1 मात्रै बच्यो। त्यसो भए त्यो 1बाट यो त 4 त घट्दैन, त्यसैले हामीले यो 5बाट 1 साबर लिँदा यहाँ 11 बन्छ भनेर विद्यार्थी भाइ बहिनीलाई धारणा दिने। त्यस्तै अब यो 5ले 2लाई साबर दिँदा 1 साबर दिँदा यहाँ त 4 बच्यो। अब त्यसो भए यसलाई पनि काट्दिने, यसलाई पनि काट्नै पर्यो। अब हामी यसरी तालिकाबाट विद्यार्थी भाइ बहिनीलाई माथिको सङ्ख्याबाट तलको सङ्ख्या घटाउने र यो काटेको सङ्ख्यालाई हामीले नहेर्ने। अब यो माथिको सङ्ख्याबाट तलको सङ्ख्या हेर्ने। अब यो 14बाट 9 घटाउँदा कति हुन्छ भन्दा हामीले गोलो गराएर पनि गराउन सक्छौँ, यस सानसाना गोला गराएर पनि गराउन सक्छौँ, अथवा हामी यस्तो सिन्का गराएर पनि बालबालिकाहरूलाई हामीले सिकाउनु पर्दछ। यस्तो गरायो भने सिन्का गराएर 14वटा सिन्का बनाएर 9वटा सिन्कालाई हामीले काट्दिने हो भने बाँकी सिन्का कतिवटा बच्छन् त 5वटा बच्छन्। त्यस्तै गोला पनि 14वटा गोला गराएर 9वटा गोला कटाउने हो भने कतिवटा गोला बच्छन् त फेरि 5वटा गोला बच्छन् भनेर धारणा दिने। यस्ता गोलाबाट पनि सिकाउन सकिन्छ। जस्तै मैले यो गोलाबाट बनाएँ, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14। अब यो 14वटा गोलाबाट 9वटा गोला घटाउन लगाउने, 1 2 3 4 5 6 7 8 9। अब यिनलाई कटाउने। त्यसपछि बचे कति गोला? 1 2 3 4 5वटा। त्यसो भए 14बाट 9 घटाउँदा 5 हुन्छ भन्ने। यो साना बालबालिकाहरूलाई हामीले यस्तोबाट सिकाउन सकिन्छ। अब त्यस्तै अब 12बाट 8 घटाउँदा
4 हुन्छ भन्ने यस्तै सेम गोला वा सिन्काबाट पनि सिकाउन सकिन्छ। यस्ता सिन्का बनाएर पनि सिकाउन सकिन्छ, यस्ता गोला बनाएर पनि सिकाउन सकिन्छ। त्यस्तै अब हामी 11बाट 4 घटाउँदा कति हुन्छ भन्ने र यस्तै गोला वा सिन्का बनाएर पनि हामी सिकाउन सक्छौँ। त्यसपछि यो 11बाट 4 घटाउँदा 7 हुन्छ। त्यस्तै अब 4बाट 2 घटाउँदा 2 हुन्छ भन्ने सिकाउनु पर्दछ। अब बालबालिकालाई, साना बालबालिकालाई, 1 कक्षाका बालबालिकाहरूलाई अथवा 2 कक्षाका बालबालिकाहरूलाई हामीले यसरी सिकाउन सकिन्छ। 2 अङ्कको सङ्ख्या भए हामीलाई सजिलो हुन्छ, तालिका बनाउनु पर्दैन। र 1 अङ्कको 4 अङ्कका धेरै अङ्कको भए यसरी गर्न सकिन्छ। जस्तो अब यताबाट साबर लिँदा यहाँ कति हुन्छ भन्ने, जस्तो 3 10बाट 1 10 साबर लिँदा यहाँ 14 बन्छ। यो 1 10 र 4 जोड्दा 14 बन्छ। त्यस्तै यहाँ 2 बच्छ। 2बाट एबाट साबर लिँदा फेरि यहाँ 12 बन्छ। त्यस्तै 10 साबर लिएर हामी सिकाउन सक्दछौँ। यसरी सिकाउन सकिन्छ। हस्त नमस्कार। आजको साना बालबालिकाहरूलाई साबर लिने घटाउ कसरी सिकाउन सकिन्छ भन्ने एउटा सानो मैले भिडियो बनाएको छु। यो भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न नभुल्नुहोला। अब अर्को आउँदो भिडियोमा सरल कसरी गर्न सकिन्छ अथवा कोष्ट नभएका वालाहरू अथवा बदमासको रुलको प्रयोग गरेर हामी सरल कसरी सिकाउन सकिन्छ भन्ने विद्यार्थी भाइ बहिनीलाई सिकाउनेछु। कक्षा 1 2 3 4 सम्म यस्ता हिसाबहरू हुन्छन् जो सरलहरू, त्यो म सिकाउनेछु। आजलाई यति। हस्त, धन्यवाद।